हजुर, फेरि पनि स्वागत छ तपाईँहरूलाई हाम्रो यस डिजिटल साथी युट्युब च्यानलमा। आज म तपाईँहरूलाई एउटा तमुल होसार सम्बन्धी पोस्ट सोसियल मिडिया पोस्ट डिजाइन गरेर सिकाउन गएको छु। आउनुहोस् ढिलो नगरिकन सुरु गरौँ। यहाँ देख्न सक्नुहुन्छ तमुल होसार पोस्ट डिजाइन भनेर चाहिँ मैले यसलाई चाहिने एसेट्सहरू चाहिँ यहाँ राखेको छु, थोरै नै छ। म सिम्पल एकदम छिटो र राम्रो एट्र्याक्टिभ डिजाइन चाहिँ बनाएर यहाँहरूलाई देखाउनेछु। मैले फोटोसप ओपन गरेँ, फोटोसपलाई क्रिएट न्यू गरेर चाहिँ मैले स्क्वायर साइजमा चाहिँ डिजाइन गरेर देखाउने छु। त्यसमा चाहिँ तमुल होसार भनेर लेखिदिन्छु म, क्रिएट गरेँ। त्यस पछाडि म भ्यूमा गएर चाहिँ यसलाई फिट अन स्क्रिन भनेर राख्छु। त्यस पछाडि म ब्याकग्राउन्ड ड्र्याग गरेर चाहिँ फोटोसपमा लग्छु। यसको चाहिँ म स्क्रिनमा फिट हुने गरी यसको साइज मिलाउँछु। यसलाई चाहिँ म यसरी राख्छु। अब म यसमा टेक्स्ट एड गर्छु। टेक्स्ट एड गर्नुभन्दा अगाडि म नेपाल भनेर चाहिँ यसमा ल्याउँछु, यहाँ लास्टमा बटममा चाहिँ यो राखेर यसलाई मल्टिप्लाई गरिदिन्छु म। अब यसमा टेक्स्ट एड गर्छु म। तमुल फन्ट चेन्ज गर्छु, फर्स्टमा नेपाली फन्ट। म कुनै एउटा नेपाली फन्ट लिन्छु, RF005 लिङ। होसार यसको चाहिँ म फन्ट साइज अलि ठुलो बनाउँछु, यो धेरै ठुलो भयो, 25 जति राख्छु म। यसमा चाहिँ धेरै गर्छु, यसलाई म यसरी कपी गर्छु। यसलाई चाहिँ साइज अब 100 बनाउँछु, 60 बनाउँछु। अब 2082 यसको साइज चाहिँ म लगभग 75 जति राख्छु। अझै साइज म यसलाई 90 राखिदिन्छु। यसको कलर म रेड राख्छु, कलर चाहिँ रेड राख्छु। त्यस पछाडि म क्लक घडीलाई ल्याउँछु, यहाँ यसको साइजमा फिक्स गर्छु। देख्न सक्नुहुन्छ अब यसलाई म सानो, अझै सानो गर्छु।
यसको स्पेस 1 स्पेस अलिक बढाउँछु लगभग 70 चाहिँ म फन्टलाई चाहिँ अलि अर्को स्टाइलवाला फन्ट ल्याउँछु कुनै छ कि म यो गणेशलाई ल्याउँछु यसको साइज अझै 100 राख्छु म साइज अब चाहिँ ट्याग गर्न लाउँछु यसलाई म ग्रुप गर्छु ग्रुप गरेर चाहिँ यसलाई म ब्लेन्डिङ अप्सनमा गएर स्ट्रोक राखिदिन्छु स्ट्रोक चाहिँ 8 7 जति राख्नु हल्का यसलाई यति गरिसकेपछि यसलाई लक गर्छु फर्स्टमा यो ग्रुपलाई चाहिँ म सेन्टरमा राख्छु र फेरि ब्लेन्डिङ अप्सनमा गएर चाहिँ यसमा नि ड्रप डाउन स्याडो चाहिँ लगाउँछु म थोरै डिस्टेन्समा 25 जति राखौँ 35 जति राखौँ यसको साइजमा अझै ठुलो बनाउँछु है यसलाई म 30 यसको साइजमा थोरै ठुलो बनाउँछु 30 जति ठिक छ म 25 राख्छु यसलाई म यसलाई नै कपी गर्छु को हार्दिक मङ्गलमय शुभकामना भनेर लेख्छु यसको साइजमा थोरै 22 जति राख्छु 23 जति राख्छु साइडमा सेन्टरमा राखिदिन्छु देख्न सक्नुहुन्छ अब पोस्ट लगभग
डिजाइन हुन लागिसकेको छ। म यसमा लोगो पनि ल्याउँछु म। लोगो र यसलाई चाहिँ सेन्टरमा राखेर यसलाई थोरै यता यसलाई ग्रुप गर्छु। यसमा म स्ट्रोक लगाउँछु ब्लेन्डिङ अप्सनमा गएर। टु जति। त्यस पछाडि यसलाई म सेन्टरमा राखिदिन्छु। म यो लोगोलाई पनि यसरी कपी गरेर लान्छु। साइज सानो बनाएर माथि राखिदिन्छु। यसलाई म ग्रुप गरिदिन्छु। यसमा स्ट्रोक लगाउँछु 3। त्यस पछाडि म अपोसिटी चाहिँ यसको 50 मात्र राखिदिन्छु। देख्न सक्नुहुन्छ पोस्ट चाहिँ रेडी भइसकेको छ। म यसलाई अब सेभ गर्छु। म यसलाई एक्सपोर्ट पनि गरिदिन्छु PNG फाइलमा। यसलाई म क्लोज गरिदिन्छु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ पोस्ट चाहिँ रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ तमुल ल्होसार 2082 को हार्दिक मङ्गलमय शुभकामना। यसलाई म क्लोज गरिदिन्छु। तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। र हाम्रो यस डिजिटल साथी युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न नभुल्नु होला। नमस्कार, धन्यवाद।